क्लीन छ, मौसममा कुनै दाग छैन। तर आज मेरो मनमा दाग छ। कसरी देखाउँ म त्यो मकै बारीमा घुम्न आएको धेरै समयपछि। आफ्नो दुःखलाई ठाउँमा राख्छु, भिडियोलाई पनि कन्टिन्यू दिन्छु भन्ने मेरो सोच छ। आगो अनि मैले त आज खाना खाइनँ अनि चक्कर लागिरहेछ। आउँदैछ नयाँ पत्ता है रुखहरूको, हेर्नु न कति हरियाली। हेलो नमस्ते सेवा सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। दिस इज मी जिनु राई। आज पनि आइसके तपाईँहरूको सामु फेरि अर्को नयाँ भिडियोको साथमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने पुरा विश्वास र आशा लिँदै आजको न्यू डे न्यू भिडियोलाई स्टार्ट गरौँ। अनि म पनि सन्चै छु। समग्रमा भन्नुपर्दा म पनि एकदमै फिट एन्ड फाइन नै छु होइन। सो त्यही भन्न चाहन्छु मेरो सबैजना मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ म फेरि बारीदेखि भिडियोलाई स्टार्ट गरेको छु। आज चाहिँ मौसम पनि एकदमै क्लिन छ, मौसम सफा छ, मौसम क्लिन छ, मौसममा कुनै दाग छैन। तर आज मेरो मनमा दाग छ। कसरी देखाउँ म त्यो मनको दाग भन्नु अरे। सो आज चाहिँ मलाई चाहिँ त्यस्तो खुसी चाहिँ छैन, तर पनि एकदमै आज मौसम बिहानभरि पानी परेर एकदम मौसम क्लिन छ, एकदमै चिसो चिसो छ, शीतल छ। त्यही भएर म एकदमै खुसी हुने कोसिस गर्दैछु अनि भिडियोलाई पनि स्टार्ट गरेँ। आजको भिडियो छ अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैजना साथीहरूले सपोर्ट गरिदिनु होला, नयाँ साथीहरूले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि म चाहिँ आज बारीमा यसरी मकै बारीमा घुम्न आएको धेरै समयपछि। अनि म चाहिँ अहिले भर्खरै मेरो बारी जाँदै गरेको। यो चाहिँ देवादेमाको मकैहरू हो, देवादेमाको बारी हो। अनि म चाहिँ अहिले भर्खरै देवादेमाहरूको बारीमा मात्रै पुग्दैछु। देवादेमाको बारीदेखि नै म भिडियो स्टार्ट गरेर जान्छु भनेर भिडियो घुम्नुपर्छ। अब भिडियो स्टार्ट गरेँ अनि म चाहिँ अब हिँड्छु आफ्नै बारीतिर। योभन्दा अगाडि नै मैले भिडियो बनाएको थिएँ मकै लाउँदै गरेको। अनि सधैँ हेर्न त जान्छु। अनि आज चाहिँ म विशेष रोप्नको लागि जाँदैछु। आज हिजोदेखि पानी परेको हाम्रो गाउँतिर, अनि आज रातदेखि परेको, अहिले बिहानभरि पऱ्यो। अनि अहिले चाहिँ पानी रोक्यो दिउँसो चाहिँ। अनि मैले दिउँसै भिडियोलाई स्टार्ट गरेँ। बिहान त त्यस्तै त हो, पानी पऱ्यो अनि घरैतिर बसियो सुत्दै उठ्दै होइन। अनि आजको मौसम चाहिँ एकदमै सफा है, यसरी सफा। पानी परेपछि चाहिँ कुनै मौसममा कुनै दाग छैन होइन, आकाशमा कुनै दाग छैन, आकाश एकदमै सेतो छ। यसरी जङ्गल देख्न सक्नुहुन्छ है होइन। आज चाहिँ म अलिकति स्याड छु होइन, तर पनि केही छैन साथीहरू। तर पनि यसरी भिडियो स्टार्ट गरिहालेँ। त्यही पनि मौसम क्लिन छ, मौसम चिसो चिसो छ एकदमै। अनि म चाहिँ एकदमै कस्तो भयो क्या, दिमाग ह्याङ भयो। अनि म चाहिँ यतिकै चलिदिएको हिँडेको बारीतिर यसो घुम्न गयो भने त बरु फ्रेस हुन्छ। आज मौसम पनि चिसो छ भनेर म जाँदैछु बारी। अनि बारीमा चाहिँ मकै हेर्नु साथसाथै मैले काँक्राको बिउ लिएर जाँदैछु। अनि मकै बारीमा काँक्रा रोपेर फेरि जानुपर्ने हुन्छ मासतिर कता। सो अब चाहिँ मकै बारीमा पुगेर भेटौँ अनि कुरा गर्नुपर्ने हुन्छ हामी। अनि म चाहिँ बारी जाँदा जाँदै यहाँ बिच बाटोमा चाहिँ हेर्नु त आरूहरू यत्रो यत्रो फलेको छ। कस्तो घाउ भएको हो यहाँनिर झुन्डिरहेको छ। यो आरू चाहिँ कति लट्टै फल्छ, तर भने चाहिँ कस्तो सानो सानोकै खाने बेला कहिले हुन्छ। यति सानो सानो बोट चाहिँ कति ठुलो छ नि साथीहरू। यहाँ चाहिँ ऊ दुईवटा पुरै झुन्डिरहेछ क्या। यहाँनिर दुईवटा झुन्डिरहेछ। बोट चाहिँ यति ठुलो छ, यति ठुलो छ। अनि यता अर्को बोट पनि छ। यस्तो हुन्छ है आरूको बोटहरू हाम्रोतिर। अब खाने बेला हुनु लाग्यो नि त आरूको पनि। यता पनि ऊ अर्को बोट छ, यहाँनिर ऊ हावाले ढालेको बोट। ल त फाइनली आइसकियो मकै बारीमा। यस्तो छ जुन चाहिँ मैले लाउँदै गरेको मकै चाहिँ यस्तै छ है। यत्रो यत्रो यहाँ चाहिँ भएको छ बिच बिचमा खाली। यता त खासै देखिँदैन पनि पानी नपरेर, यता चाहिँ मजाले सप्रेको छ। अनि फर्सीको बोटहरू यत्रो यत्रो भइरहेछ होइन। अनि साथसाथै टमाटर पनि छ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ मकै बारीमा। यो अस्ति हामीले यहाँ चाहिँ पहिला सब्जी रोपेको थियौँ। अनि यो टमाटर चाहिँ त्यतिखेरसम्म नि मरेको थिएन। अनि त्यही भएर माया लागेर राखिदिएको मकै सँगसँगै। मात्र यत्रो यत्रो छ हौ मकै चाहिँ। बारीमा त फाइनली आइसकियो होइन। अब कहाँ चाहिँ काँक्रालाई रोप्ने होला त भनेर यहाँ म सोचिरहेको छु। एकछिन सोचिरहेको छु कहाँ चाहिँ
रोप्दाखेरि चाहिँ ठिक हुन्छ त भनेर म सम्झिरहेको छु है त। रोप्ने ठाउँ खोज्नु पर्यो नि त साथीहरू, हैन त? रोप्ने ठाउँ त खोज्नु पर्यो, कहाँ चाहिँ रोप्ने होला त? फेरि यो मकैलाई पनि पछि खन्नु पर्ने हुन्छ एकचोटि त। अनि मैले सोचेँ मकै चाहिँ यहाँ रोए, उफ सरी, काँक्रा चाहिँ यहाँनिर रोपिदिनु पर्यो, बारीकै उता मकै छ, यहाँनिर चाहिँ मकै नउम्रेको रहेछ क्या, अनि म चाहिँ यही रोपिदिनु पर्यो भनेर सोचेँ। अनि यहाँ पछि लगाइदिनु पर्यो नि त त्यो काँक्रालाई झ्यालिने ठाउँ, अनि यहाँ मकै नभएकोमा त्यस्तो त रोप्नुपर्छ। अनि घरमा पनि रोपेको छु, धेरै रोपेको छु काँक्रा, घरमा पनि उम्रिएको छ हैन। अनि तर पनि यता बारीतिर पनि रोपौँ न त, बारीमा अरू पनि नाली बारी छ भने काँक्रा पनि रोप्दा उम्रेर फल्यो भने राम्रै हो भनेर मैले सोचेर अनि यहाँ पनि रोप्न आएको, बारीमा पनि घरमा पनि रोपेको छु। घरमा त अलरेडी उम्रिसकेको छ साथीहरू, उमारिसकेको छु मैले। म चाहिँ त्यही नै हो हैन, आफूले सक्दो दुःख गर्नुपर्छ, आफूले सक्ने गर्नुपर्छ, नसक्ने त गर्नु पर्दैन, मरिन्जेल नै गर्नुपर्छ चाहिँ म भन्दिनँ, आफूले सक्ने गर्नुपर्छ भनेरै म भन्छु साथीहरू। अनि म चाहिँ त्यही हो, आज त्यस्तै भयो। अनि अब आज म यतिकै बारीहरू हेर्न आएँ, आजको दिन यसरी नै, आजको दिन के कसरी हुन्छ भिडियो सुरु भयो। अब यहाँ म रोप्छु, काँक्रालाई रोप्छु, अनि जानुपर्ने हुन्छ फेरि माथि भिडियो अपलोड गर्न जानै पर्यो। हिजो पनि त्यस्तै कारणवश मैले भिडियो हाल्न पाइनँ, आई एम सो सरी साथीहरू। दुःखलाई ठाउँमा राखेर म भिडियोलाई पनि कन्टिन्यू दिइ नै राखेको छु, सक्दो कोसिसमा जारी छ, मैले सकिन्जेल मैले दिने, मैले सकुन्जेल म गर्छु, आफ्नो दुःखलाई ठाउँमा राख्छु, भिडियोलाई पनि कन्टिन्यू दिन्छु भन्ने मेरो सोच छ। जस्तै अवस्थामा पनि म भिडियो बनाउँछु, आफ्नो घरमा वाइफाई नभए पनि म वाइफाई धाएरै भए पनि भिडियो हाल्छु। 1-2 दिन ग्यापमा म भिडियो हाल्ने गर्छु भने हिजो चाहिँ मैले हाल्न पाएँ। मैले जति दिनमा भिडियो अपलोड गरेँ पनि मेरो भिडियो राम्रो नराम्रो जे जस्तो भए पनि हेरिदिनु भएको छ, त्यतिको मैले माया पाइरहेको छु। तपाईहरुले पनि सक्दो माया दिनु होला, म पनि सक्दो कोसिस गर्ने छु साथी हो, त्यही नै भन्न चाहन्छु म चाहिँ। अनि हिजो भिडियो हाल्न पाइनँ, अब म अहिले जान्छु, अहिले म भिडियो हाल्न जान्छु, भिडियो अपलोड गर्न जान्छु, अनि भिडियो अपलोड गर्न जान्छु, अनि त्यसपछि फेरि आउँछु, त्यसपछि के हुन्छ हैन। त्यही नै हो साथीहरु, त्यस्तै चलिरहेछ दिनचर्याहरू। घरमा वाइफाई छैन, वाइफाई धाएर भिडियो अपलोड गर्नुपर्छ, कहिलेकाहीँ कारणवश भिडियो पनि हाल्न पाइँदैन, दुःख एकातिर भिडियो अर्कोतिर, त्यस्तै हैन। दुईवटा कुरालाई मिलाउँदै मिलाउँदै म चाहिँ अगाडि बढिरहेको छु। सो त्यो अनुसारको साथ सपोर्ट दिनु पर्यो है त साथीहरु, जोस जागर दिनु पर्यो तपाईहरुले मलाई भन्न चाहन्छु। अब चाहिँ धेरै कुरा नगरी काँक्रालाई रोपौँ। अनि म चाहिँ यहाँ माटो खनिरहेको छु यहाँ, अनि यहाँनिर चाहिँ काँक्राको बिरुवा, यो काँक्राको बिरुवा पनि कहाँदेखि आएको भन्नु न साथीहरु, बिचरा मेरो मम्मी पापाले दिएर पठाउनु भएको माइतदेखि, अघिल्लो साल नै दिएर पठाउनु भएको। फेरि अब मम्मी पापा भन्ने बित्तिकै याद आयो मम्मी पापाको। उफ, छोरी मान्छेको जिन्दगी यस्तै हो, आमा बाउको माया सधैँ, आमा बाउको माया चाहिँ सधैँ छाती मुटुमा बोकेर हिँडिन्छ हैन। आमा बाउलाई भन्ने बित्तिकै भेट्न पनि पाइन्न, कहिलेकाहीँ त धेरै समय भेट्न नपाउँदा यो मन एकदमै भक्कानिएर रुन्छ पनि हैन। त्यस्तै नै हो, यसपालि चाहिँ म धेरै नै भयो नि त नगएको पनि, अनि त्यही भएर आज फेरि यो काँक्राको बिरुवा मम्मी बाबाले नै दिएर पठाउनु भएको नि त माइतबाट, अनि यो काँक्रा रोप्दै चाहिँ एक्कासी याद आइगयो। के गर्नु साथीहरु, यस्तै हो, इमोसनल हैन, कहिलेकाहीँ इमोसनल कति धेरै चित्त दुखेको हुन्छ, कति धेरै मनमा पीडाहरू हुन्छ, त्यही मनमा पीडाहरू भए पनि खुसी हुँदै भिडियो बनाइराखेको हुन्छ, अनि बिचमा कुरा निस्किहाल्छ क्या, अनि रुन पनि मन लागिहाल्छ। तर केही छैन साथीहरु, दुःखलाई एक ठाउँमा राख्ने, खुसी देखाउने, त्यही भन्न चाहन्छु। अनि अब ल यस्तै हो, अब काँक्रा रोप्न आएको कस्तो भयो, त्यही नै हो, बाबाले दिएर पठाउनु भएको काँक्राको बिउ रोप्दैछु। धेरै फलोस् फुलोस्, आमा बाउले दिएको कुरा न हो, फाप्छ होला छोरीलाई फाप्छ, म त्यस्तै लागिरहेछ। अब त्यही भन्दै म चाहिँ रोप्छु हो, धेरै कुरा नगरौँ, ठाउँ भयो, अब हालिदिनु पर्ने हुन्छ काँक्रा, किनभने मैले अलि धेरै वडा नै हालिदिएँ, खोइ
किन अलि मजाले उम्रेको छैन अनि यसलाई छोपिदिनु पर्ने हुन्छ। मल चाहिँ म पछि घरदेखि लिएर हाल्छु। आज चाहिँ पानी परेको छ नि त, माटो चिसो भएको बेला मौकामा चौका हानिहाल्नुपर्छ नि त, चिसो भयो अनि हालिहालिदिएको। अनि यसलाई यसरी गाड्नुपर्ने हुन्छ। लट्ठी कहाँ चाहिँ रोपेको थिएँ, उम्रियो कि उम्रेन भनेर हेर्नु पर्यो नि त। यहाँ पनि छ है, अझै यति धेरै छ, घरमा पनि रोपेको छ। यहाँ म 2 ठाउँ रोप्छु अनि यसै हेर्दै गर्नु होला। सो गाइज म चाहिँ वाइफाईमा आइसकेँ भिडियो अपलोड गर्नको लागि। म चाहिँ भिडियो अपलोड गर्दैछु अनि वाइफाई चाहिँ यही घरमा छ है। हाम्रो घरदेखि आउनको लागि 10-15 मिनट त लाग्छ। अनि त्यहाँनिर बल खेल्ने ठाउँ छ, यो चाहिँ यहाँ चाहिँ पसल गर्नुहुन्छ अनि यहाँनिर बल खेल्छ मान्छेहरू बेलुका बेलुका। अनि म चाहिँ अलि यहाँ परदेखि नै लगाइरहेको छु। आजकै बल खेलिरहेछ, गेम छ कि के हो त्यो त थाहा भएन। अनि यहाँनिर वाइफाई हो, वाइफाई हुने घर। अनि त्यहाँदेखि यहाँनिर पनि छ उहाँहरूकै घर, अहिले भर्खरै बनाउनु भएको किचन। अनि त्यहाँदेखि यहाँनिर एउटा घर छ, यसरी रोड छ। अनि त्यहाँदेखि चाहिँ कुनै गाउँ छैन यहाँ। त्यही नै साथीहरू। अनि म चाहिँ भिडियो अपलोड गर्न आएर पनि भिडियो अपलोड गर्दै बस्दैछु। यहाँ पर्खिरहेको छु, एकदमै ढिलो पसिरहेछ। अनि त्यही भएर यो मान्छेहरू थुप्रो भयो भने, वाइफाईमा थुप्रो भयो भने चाहिँ भिडियो पनि निकै ढिला अपलोड हुन्छ। त्यही भएर आज मान्छेहरू बल खेलिरहेको रहेछ, त्यही भएर एकदमै नेट स्लो भइरहेछ अनि पस्नलाई एकदमै टाइम लागिरहेछ। म चाहिँ पर्खिरहेको छु। त्यो साथीहरू कुच्चो बारीहरू पनि छेउछेउमै छ है। पानी पर्यो भनेको थिएँ मैले साथीहरूलाई, विश्वास लाग्दैन भने हेर्न सक्नुहुन्छ। पानी 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 रोडमा जमेको पानी है यो चाहिँ। अनि म चाहिँ भिडियो अपलोड भइसक्यो बल्लले। अनि म चाहिँ घर फर्किँदैछु अब। आज त त्यही हो, आज लास्टै खाना खान पनि मन लागेन अनि केही खाएको छैन मैले बिहानदेखि, भोकै छु। कस्तो खाना खानै मन लाग्दैन आजकल, खोइ के भएको, खाना नै रुच्दैन। फेरि यस्तो तरिकाको खाम भन्ने पनि त्यो मलाई एउटा आइडिया पनि आउँदैन कि यस्तो तरिकाको भने चाहिँ खान्छु है भन्ने पनि लाग्दैन, खानै मन लाग्दैन। अनि आज त यत्तिकै भोकै डुल्दिएको, कस्तो चक्कर लागिरहेछ टाउको, कस्तो कस्तो दुख्न खोजिरहेछ। तर पनि केही छैन साथीहरू, त्यस्तै हो कहिलेकाहीँ। आज त खाना मन लागेन अनि कति जबरजस्ती खाने हो र भनेर जस्तो लाग्यो। अनि मैले त आज खाना खाइनँ अनि चक्कर लागिरहेछ। अब खै घर गएर हेरौँ के कसरी हुन्छ। कस्तो जङ्गलहरू कस्तो हरियाली देखेको, अम्मम्मम्म कति राम्रो। पानी परेर सरक्कै मौसम क्लिनमा। अब वैशाख आउँदैछ, नयाँ पत्ता है रुखहरूको, हेर्नु न कति हरियाली। यस्तो जङ्गलहरू चाहिँ छ है यहाँ माथिनिर, कति राम्रो देखेको ड्रागन फ्रुटहरू। यहाँनिर रुखहरू चाहिँ कस्तो राम्रो आइरहेछ। मेरो फोनको चार्ज पनि एकदमै लो भन्दा पनि लो, अब मर्नै लाग्यो साथीहरू। अब आजको भिडियो चाहिँ अब यति नै इन्डिङ गरिदिउँ होला, किनभने आजको समय अनि परिस्थितिले यस्तै गरायो होइन। यति नै साथ दियो, के गर्नु त। अब फोन चार्ज गर्दा गर्दै बेलुका भइहाल्छ, त्यतिकैमा 3 त बजिसक्यो। मैले त्यही पनि भिडियोलाई पनि दिउँसो नै सुरु गरेको अनि समय नै भएन। यति छुट्टै भए पनि बनाउनु त बनाएँ। सो यस्तै भए पनि माया गरेर हेरिदिनु होला। आजको भिडियो चाहिँ यति नै साथीहरू होइन। घर जाँदैछु, घर जाने अब यतै घरैको काम गर्ने त हो। अब त्यो त के देखाउनु र सधैँ। सो त्यही भन्न चाहन्छु। यति भन्दै आजको भिडियोलाई चाहिँ यही इन गर्छु साथीहरू। जति पनि साथीहरूले अहिलेसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभयो, सम्पूर्ण साथीहरूलाई थ्याङ्क यू सो मच। अनि आगामी दिनमा पनि सधैँ यसरी नै माया गरिराख्नु होला। अनि जति पनि नयाँ श्रोता साथीहरू हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। आगामी दिनमा फेरि नयाँ भिडियो लिएर तपाईँहरूको सामु आउने नै छु। त्यतिन्जेलको लागि यही भिडियो हेरेर साथ सपोर्ट गर्दै गर्नुहोला। बाई बाई।